क्रिकेटमा कहिलेकाहीँ यस्तो जादु हुन्छ जुन कसैले कल्पना पनि गरेको हुँदैन। आजको यस विशेष विश्लेषणमा स्वागत छ। आज हामीले एउटा यस्तो विशाल उलटफेरको चर्चा गर्दैछौँ जसले सिङ्गो क्रिकेट जगतमै तहल्का मचाएको छ। भर्खरैका म्याच हाइलाइट्स र तथ्याङ्क हेर्दा कसरी एउटै खेलले सिङ्गो प्रतियोगिताको दिशा नै बदल्न सक्छ भन्ने प्रश्न हुन्छ। ल अब यस विषयमा अलिकति गहिरिएर हेरौँ है त। ल अब सिधै विषयवस्तुमा प्रवेश गरौँ। हेर्नुहोस्, यो कुनै सामान्य म्याच मात्र थिएन। यो त ठ्याक्कै भन्नुपर्दा एकातिर एकदमै बलियो र स्थापित शीर्ष टोली अमेरिका र अर्कोतिर दृढ सङ्कल्प बोकेको चुनौतीपूर्ण टोली नेपाल बीचको कडा भिडन्त थियो। एकातिर प्रशस्त अनुभव र दबदबा थियो भने अर्कोतिर उच्च मनोबल र जितको भोग। खेलभन्दा अगाडि धेरैको अनुमान एउटै निश्चित दिशामा थियो, तर मैदानमा जे भयो नि त्यसले सबै पुराना समीकरणहरूलाई पुरै भताभुङ्ग पार्दियो। पहिलो खण्ड, लिग 2 को परिदृश्य। यो म्याच अघि अवस्था कस्तो थियो त? यो खेलभन्दा अगाडि लिग 2 को अवस्था कस्तो थियो भनेर बुझ्नु एकदमै जरुरी छ। नम्बर 1 हो, अमेरिका त्यति बेला नम्बर 1 टप क्रिकेट टिमको रूपमा बलियोसँग स्थापित थियो। उनीहरूको लगातारको उत्कृष्ट प्रदर्शनले गर्दा उनीहरूलाई हराउनु भनेको लगभग असम्भव जस्तै मानिएको थियो। यो नम्बर 1 हैसियत बोकेर मैदानमा उत्रिनु भनेको एउटा ठूलो मनोवैज्ञानिक फाइदा पनि हो, जसले उनीहरूलाई उपाधिको प्रमुख दावेदार बनाएको थियो। तर ठ्याक्कै यहीँनेर कथाले कोल्टे फेर्छ। नेपालले कसैले नसोचेको काम गर्दै त्यही नम्बर 1 टोलीलाई एउटा भयानक ठूलो झट्का दियो। यो जित यति अप्रत्याशित र विशाल थियो कि यसले क्रिकेट जगतमा एउटा स्पष्ट सन्देश प्रवाह गर्यो। यसले के प्रमाणित गरिदियो भने क्रिकेट मैदानमा कोही पनि अजेय हुँदैनन्। आफ्नो दिनमा उच्च मनोबलका साथ खेल्यो भने जुनसुकै टोलीले पनि नतिजा आफ्नो पक्षमा पार्न सक्छ। यो साँच्चै नै अचम्मको कुरा हो। अब जाउँ दोस्रो खण्डतर्फ, एउटा प्रमुख टर्निङ पोइन्ट अर्थात् प्रतियोगिताकै सबैभन्दा महत्त्वपूर्ण मोड। अब यहाँनेर सबैभन्दा चाखलाग्दो कुरा के छ भने यो जितलाई 2 अङ्कको रूपमा मात्र हेर्न मिल्दैन। स्रोतमा एउटा निकै शक्तिशाली भनाइ छ, प्रेसर टर्निङ पोइन्ट फर अल ब्यालेन्स अफ ओपन। यसको सिधा अर्थ के हो भने यो खेलमा सृजना भएको असीमित दबावले प्रतियोगिताको सम्पूर्ण सन्तुलनलाई नै भत्काएर खुला गरिदिएको छ। लामो प्रतियोगिताहरूमा यस्ता क्षण विरलै आउँछन् जहाँबाट खेलको सम्पूर्ण मोमेन्टम नै परिवर्तन हुन्छ। पहिले देखिएको निश्चित ढाँचा अब पुरै भत्किएको छ। प्रतियोगिता अब जो कोहीको लागि पनि खुला भएको छ। र यो एउटा सामान्य जित मात्र किन होइन भनेर बुझ्न टर्निङ पोइन्टको अर्थलाई नै हेरौँ। यो भनेको एउटा यस्तो निर्णायक समय हो जहाँबाट परिस्थितिमा स्पष्ट र लाभदायक परिवर्तन आउँछ। नेपालको लागि यो ठ्याक्कै त्यही हो। यसले टोलीको मनोबललाई उचाइमा पुर्याएको मात्र छैन, प्रतियोगितामा उनीहरूको सम्भावनालाई पुरै पुनर्जीवित गरिदिएको छ। पछि फर्केर हेर्दा सायद यहीबाट नेपालको नयाँ अध्याय सुरु भएको थियो भनेर भन्न सकिन्छ। अब अन्तिम खण्डमा कुरा गरौँ, शीर्ष 4 को दौडको बारेमा। त्यसैले यहाँ सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो अङ्क 4। यो ऐतिहासिक जितपछि अब सबैको ध्यान शीर्ष 4 भित्र पर्नुमा केन्द्रित भएको छ। लिग 2 अगाडि बढ्दै गर्दा टप 4 मा अटाउनु भनेको आगामी ठूला प्रतियोगिताहरूको ढोका खोल्नु हो। हिजोसम्म सायद अलि असम्भव जस्तो देखिने त्यो लक्ष्य आज यो सनसनीपूर्ण जितले गर्दा नेपालको पहुँचभित्र आइपुगेको छ। यो केवल अङ्क गणितको कुरा मात्र होइन, विश्व क्रिकेटमा आफ्नो दरिलो उपस्थिति जनाउने ठूलो अवसर पनि हो। समग्रमा भन्नुपर्दा हामीले 3वटा मुख्य कुरा पायौं। पहिलो, नम्बर 1 टोलीलाई दिएको गम्भीर झट्का। दोस्रो, शीर्ष 4 को दौडमा नेपालको एकदमै बलियो पुनरागमन। र तेस्रो, सिङ्गो प्रतियोगिताको मोमेन्टममा आएको विशाल परिवर्तन। यो उत्कृष्ट पुनरागमनका लागि नेपाललाई जति बधाई दिए पनि कमै लुन्छ। यो सफलता साँच्चै नै प्रशंसनीय छ र यसले धेरैको ध्यान तान्न पूर्ण रूपमा सफल भएको छ। अब यस विश्लेषणको अन्त्यतिर आइपुग्दा एउटा एकदमै महत्त्वपूर्ण प्रश्न मनमा उब्जिन्छ। के यो एउटा अप्रत्याशित जित मात्र हो वा यो टर्निङ पोइन्टले लिग 2 को समग्र क्रिकेट समीकरणलाई नै सलैका लागि परिवर्तन गर्नेछ? कि अब चुनौती दिने टोलीहरूले शीर्ष टोलीहरूलाई यसरी नै निरन्तर दबावमा राख्न सक्लान्? यो जितले पक्कै पनि आगामी खेलहरूलाई अझै बढी रोमाञ्चक र अप्रत्याशित बनाउने कुरामा कुनै शङ्का छैन। यिनै विचारणीय प्रश्नहरूका साथ आजको यो विश्लेषणबाट हामी बिदा हुन्छौं।